जापान आउँदै हुनुहुन्छ भने चाहिँ भाषा त कम्पलसरी भइहाल्यो कि भाषा बाहेक अरू पनि आफूले चाहिँ एकदमै एक्सपेक्टेसन चाहिँ कम राखेर आउनुपर्छ। हामी जस्तै 12 महिनामा 12 लाख कमाइहालिन्छ, या त्यो चाहिँ अब पैसा त कमाइहालिन्छ भन्दै आइयो होइन। यहाँ आएपछि 6-7 महिना काम नपाएर दुःख पाएर अब जे पनि भोग्यो क्या होइन। त्यही भएर यहाँ आउँदाखेरि चाहिँ ठिकै छ, कमाइ भए राम्रै छ, कमाइ नभए पनि बिस्तारै कमाइहालिन्छ, ऋण भनेको तिरिहालिन्छ भनेर आफ्नो माइन्ड मेकअप चाहिँ त्यो हुन्छ नि, धेरै आशा नै नराख्ने क्या। अब भए ठिकै छ, नभए पनि अब बिस्तारै भइहाल्छ नि भन्ने गरेर आउनु होला। आउँदै नआउनु चाहिँ भन्दिनँ, यहाँ आएपछि दुःख गरेपछि चाहिँ हुन्छ, तर पनि अब यहाँको महँगो हो केन ट्याक्स अनि याचिनहरू अनि गएको फीहरूले अलि गाह्रो नै पर्छ क्या सुरुमा चाहिँ। अनि अब आफूले पनि सबै आफ्नो पैसाले आएको हुन्न, ऋण खोजी खोजी आएको, अनि त्यही माथि ब्याज तिर्न नसकेर गाह्रो हुने, अनि ऋण धेरै छ भनेर तनाव लिने, त्यस्तो गऱ्यो भने चाहिँ हल्का गाह्रै हुन्छ, किनकि एक्लै बस्नुपर्ने त्यही माथि, अनि सबै तनाव आफैले लिँदाखेरि चाहिँ गाह्रो हुन्छ। त्यही भएर आफू खुसी हुनु पर्यो, पहिला परिवारलाई खुसी राख्नु पर्यो, अनि बिस्तारै हुन्छ भन्ने सोच राख्यो भने चाहिँ सबै राम्रो हुन्छ। अनि त्यसपछि आफ्नो ख्याल पनि गर्नु पर्यो। विदेश आउँदै हुनुहुन्छ भने चाहिँ अब त्यही हो, धेरै आशा चाहिँ नराखिकन आऊँ, किनकि पहिलाको जापान र अहिलेको जापान टोटल्ली डिफ्रेन्ट भयो क्या। सो बाई बाई।